हेलो दर्शक बिनहरु सबैजनालाई वेलकम छ। आज चाहिँ म चट्ट परेर काममा जाँदैछु। यता गाडी पनि आइसकेको छ लिनको लागि। मसँग चाहिँ हाम्रो जबेगु भाइ र चन्द्र अंकल। आज म तपाईहरुलाई लगेर जाँदैछु मरब क्याम्पसमा। हामी चाहिँ फेरि मर्मत गर्ने काम गर्छौं है साथीहरु। जे पनि हामी चाहिँ अब यहाँनेरिको सामानहरु बटुलेर ल्याउनु पर्ने हुन्थ्यो। हाम्रो चन्द्र अंकल फेरि माको फटानी मान्छे हेर्नुहोस् त आमाम। तर नि मान्छे म जस्तै मेहनती हुनुहुन्छ के यताउता गरिराख्नु भनेर म नि काममा लागिसके। हेर्नुहोस् त म काम गरेको साथीहरु मान्छे म सानो सानो भयो नि कडा पो छु नि फेरि। चन्द्र अंकलसँग रटु चलेको झन् मेरो ढाड भाँच्छ के आमाम। गाह्रो पो छ त जिन्दगी चलाउनु पनि। म मान्छे छु 3 फुटको उचाल्छु काठ 10 फिटको झन्नै ढाल्दियो म। यता हाम्रो भाइको मेहनत फेरि जारी नै छ आमाम। खतरा छ केटो। ह्यान्डसम छ है। मरब क्याम्पसको बहिनीहरु ढल्छ भने डर थियो झन्न ढलेन। म चाहिँ यता झन्नै ढले। मेरो यो कलिलो अनुहारमा हेर्नुहोस् त पसिना बगेको राम राम। अनि काम भने चाहिँ हामी जस्तो पनि गर्छौं के साथीहरु। यो सिमेन्ट चाहिँ हामीले अफिसमा ल्याउनु पर्ने हुन्थ्यो। अनि सबै लोड गरेर हामी चाहिँ अफिस पनि आइसक्यौं। यो अनलोड गर्ने पनि मेरै काम हो। भाइले सहयोग गर्दैछ। खत्रै काम गर्छु साथीहरु। ल यति बेरसम्म हेरेर साथ दिनुभयो मेरो भिडियोलाई तपाईहरुलाई धेरै धेरै धन्यवाद।